हेलो गाइस, नमस्ते सबैजनालाई है। आज चाहिँ मैले माछा पकाएर खान लागेको। सो त्यही भएर मैले अलरेडी केलाइसकेको थिएँ। मसलाहरू पनि मिक्स गरिसकेर जिन्जर गार्लिकको पेस्टहरू लगाएर घोलेर तेल एकपट्टि गरम गर्दैछु। तेल तातो बनाएर टक्क मालदिभ्सको माछा चाहिँ आज दामी फ्राई गरेर खाने सोच्दैछु। सो त्यही भएर यो चाहिँ मैले जिन्जर गार्लिकको पेस्ट बनाएको थिएँ, जिजी पेस्ट है। अनि मैले पुट गरिसकेको अनि यहाँ मिक्स गरिरहेको थिएँ। झन्डै भोटिएको थियो त्यतिखेर हल्का पकाइदिएको। अनि माछाहरू मिक्स गरिसकेको छु। अब यसलाई चटोसँगले फ्राई गरेर खानासँग खानलाई चाहिँ म रेडी भइँदो रहेछ। तेल अलरेडी तातो बनाइराखिरहेको खाना खाने हो ठिक मिल्दैन होला होइन बुझ्दैछ सबैले हेरेर मैले गर्नु होला कि पहिला किनभने खानालाई त छैन नि त मैले खाइसकेँ भने त्यही आज चाहिँ मैले त्यो मिडियम साइजको सानो माछाहरू चाहिँ नाम थाहा छैन त्यो माछाहरू पनि तर धेरै राम्रो मिठो भएको थियो है। म त खासै माछा खाँदिनँ तर पनि आज एक दुईवटा पिस खाएर मैले रेडी गरिसकेको छु गाइस है। टक्क अलिकति मटन माछाको एक दुई पिस धेरै माछाहरू मन पर्दैन खासै, त्यही भएर त्यति धेरै खाएन। एक दुई पिस लिएँ मैले, सानो थियो। अनि आलुको तरकारी एकपट्टि फ्राई गरेको, दाल चाहिँ बिहानकै थियो सो मैले त्यही भएर बनाइनँ। अनि अहिले चाहिँ टक्क प्याज कागतीहरू काटेर मटनको तरकारी अलिकति है, थोरै मटनको तरकारी, माछा, बिहानको दाल, आलु सालु गरेर दामी भएको त गाइस है। तपाईँहरू पनि फ्री टाइम छ भने चाहिँ बनाएर खानुहुन्छ। अनि मैले चट्ट खाँदाखेरि मोमो युज